गाइज अहिले चाहिँ हामी बारपाको यो भुइँचालो जाँदाखेरि बनेको त्यो भुइँचालो गएको टाइममा सम्झनामा बनाएको एउटा यो पार्क छ त्यो ठाउँ जाँदैछौँ। अनि त्यसपछि त्यो सँगैको अर्को हाम्रो नयाँ पार्क पनि छ यता। दुवै ठाउँ भिजिट गर्दैछौँ। अहिलेको यहाँको टेम्परेचर चाहिँ -5 छैन है। कति होला दाइ टेम्परेचर? 17-18? गर्मी छ। हेर्नु त त्यस्तो चिसो छ, केही देखिएको छैन। यो कति हजार फिट होला दाइ हाइट? अलिकति हामी हाइटमै छौँ नि होइन। पार्क चाहिँ यता छ है। केही देखेको छैन। हिमाल चाहिँ एकदम नजिकै देखिन्छ यहाँबाट। मौसम खुल्ला। यो चाहिँ इन्ट्रान्स गेट रहेछ पार्कको। ल हामी चाहिँ प्रवेश गरिसक्यौँ। ल दाइ कस्तो हुँदैछ? हिँडाइ कस्तो हुँदैछ? कतिको रमाइलो हुँदैछ? झकास हो। मौसम चाहिँ खुलेको छैन। ल 2015 4 महिना 25 गते 11:56 हामी पार्कतिर घुम्दैछौँ। एक राउन्ड दाइ के 2 राउन्ड घुमौँ न? 2 राउन्ड हान्दैन? तातो मौसम चाहिँ हेर्नु दाइ फेरि एकचोटि आउँ कि जस्तो लागिरहेको छ कि मलाई। दामी छ क्या। अन्त अहिले मिस गरिहाल्नु हो यस्तो ठाउँ आउनलाई। जहिले मिस गर्छन्। फेरि आउन पाउँदैन। यो पार्क सकेर हामी कन्टिन्यू अर्को पार्क पनि गइहाल्नेछ है। यताबाट फोटो हान्नु पर्ला 1-2वटा दाइ झ्याप पछाडि क्या। भित्रै जाउँ न अब। नमिल्ने होला किन जस्तो छ हेर्दा। आफ्ना यो क्रिस्चियनमा के भनाइअनुसार केन्द्रबिन्दु चाहिँ परेको अलिकति यता माथितिर भन्छन्। तर त्यता ठाउँ नभएर चाहिँ यो ठाउँमा पार्क बनाएको सम्झनाको लागि। गाइज बाई बाई। स्मृति पार्कलाई बाई बाई गरौँ। अब नेक्स्ट डेस्टिनेसन सेम अर्को पार्क जाँदैछौँ। फन पार्क थाहा छैन पार्कको नाम चाहिँ। अब जाँदैछौँ अर्को पार्क देखाउँदैछौँ। पुरा भिडियोमा जोडिएर बस्नु होला। ल अलिकति यता हिँडेर पछाडि देखाउनु पर्यो। भिडियोमा यो छौ नि त छौ। खाना त मिल्छ। बाटो यस्तो छ हिँड्नलाई सजिलो छ। तर पनि सजिलो मानेर हिँडेको छु किनकि हामीलाई हाम्रो डेस्टिनेसनसम्म पुग्नु छ। एउटा माथि यो माथिबाट त होला हरिङवाला हो। तर त्यो त जङ्गल जानु जस्तो छ। बाइकै लिएर आउनुपर्ने रहेछ पालिकाको। सरकारी बाइकमा हिँड्दा नि मजा आउँदो रहेछ। तर कुद्न चाहिँ कुद्नै हो क्या बाइक। उकालोमा पनि दुईजना तानेको है 125 सीसीको। हामी त सरकारी बाइकमा हिँड्दैछौँ नि आजकल। हुन्छ भाइ ओके।
बारपाको सबैभन्दा हाइटमा आइसकेको छ सबै ठाउँ। अहिले देख्न चाहिँ त्यो खासै गहिरो लागेर केही पनि देखिएको छैन, चिसो यति धेरै छ। चिसोलाई पनि हामी च्यालेन्ज गरेर हिँडिरहेको छौँ। दामी छ है, दामी छ। एकचोटि चाहिँ आउनै पर्ने ठाउँ है गाइज। यतातिर चाहिँ पार्कहरू छ, माथितिर चाहिँ दाइ फोटो खिचिदिँदै हुनुहुन्छ। हामी बसेको होटल पनि यो भित्र यतातिर कता हो ठ्याक्कै एक्जेक्ट चाहिँ मलाई थाहा भएन, त्यतातिर पर्छ। अनि त्यहाँ पर चाहिँ त्यो हाइटमा हल्का देखिराख्नु भएको छ होला तपाईँहरूले, त्यहाँनिर भ्यू टावर पनि छ। त्यहाँ टाइमले पुगेछ भनेर भ्याउने जानेछौँ हामी। अहिले चाहिँ मेरो घडीमा कति बजिसकेको छ देख्न सक्नुहुन्छ, 6:30 भइसकेको छ। यहाँबाट हामी एकचोटि त्यता जान ट्राई गर्छौँ, कति टाढो पर्छ भ्याएछौँ भन्नु भन्छौँ, नभएको ठिकाना जाने गर्छौँ। यता हुनुहुन्छ यहाँ बार पाक भन्ने देखिन्छ तल चाहिँ ल दाइ तपाईँ पनि त्यहाँ बस्नु, तपाईँको नि आउँछ। यहाँनिर चाहिँ दामी भ्यू पोइन्ट रहेछ, फोटोहरू खिच्नको लागि चाहिँ बेस्ट प्लेस। ल दाइ बस्नु बस्नु। खासै भ्यू चाहिँ देखिएको छैन, कुहिरोले सब छोपिरहेछ। अलिकति टाइमिङ मिलेन है हाम्रो आउने। खुड्किला गन्दै आउनु पर्ने उल्टो पुल्टो गर्न न फर्किँदा जान्छ है। केही न केही छ क्या दामी छ। मलाई देखिँदैछ कि म हराइसकेँ दाइ, हल्का कालो कालो चाहिँ हराइन्छ नि त। यहाँ सेतो भएर जान्छ तिमी। उसुतिर फटाफट जाऊ, म तिम्रो एउटा भिडियो क्लिप खिच्छु ल। एकछिन लास्ट खुड्किलो होस् न अनि हिँड होइन आइमा करे त्यसै भयो ल जाऊ। गयो कुद्यो 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 माथि जाऊ न माथि। कुद्यो कुद्यो आयो नि कस्तो राम्रो आएछ। किरण डाटा छ हटस्पट देऊ त, हटपट देऊ न हटपट छ नि डाटा, नेट चलेन। यहाँ आएर चिसो कस्तो छ?
यहाँ जुका लाग्दो रहेछ है। ल काठमाडौँ झापातिर चाहिँ कतिको गर्मी छ होइन, यता चाहिँ एकदम धेरै चिसो छ है। यता भनेको फेरि कता भन्नु होला, गोर्खाको बारपाकै यो चाहिँ बारपार्क भन्ने ठाउँमा चाहिँ मैले चाहिँ बारपाक हो बारपाक भन्ने ठाउँमा छौँ। हिँड्दा हिँड्दा थाक्यो, अब चाहिँ फर्किँदैछौँ हामी। हामी भनेको चाहिँ फेरि को भन्नु होला, यता दाइ पनि हुनुहुन्छ है, म एक्लै छुइनँ गाइज। यो भर्याङको खुड्किला त कति होला है, 1000भन्दा बढी नै होला है। हामी त्यहाँ आधी पुग्दै 1000भन्दा बढी थियो जस्तो लाग्छ। अझै माथिसम्म थियो, जानै डर लाग्यो क्या मलाई त। अँधेरो न अँधेरो छ, चरा मुसो छैन, अँधेरो छ पुरै, जानै डर लाग्यो। यहीँबाट त्यहीँ हेर्दै जान कस्तो लागिसकेको छ। केही नै छैन, केही देखिँदैन। यहाँनिर देखिने भनेको दाइलाई मात्र देखिन्छ, म आफैलाई देखिन्छ एउटा। हामी चाहिँ धेरै नै आइसक्यौँ, धेरै तल आइसक्यौँ फर्केर। यो ठक्क यो मौसमहरू खुल्ने हो भने चाहिँ यहाँ त राम्रो राम्रो ठाउँहरू देखिन्छ। नजिकै हिमाल पनि, एकदम नजिकै हिमाल पनि देखिन्छ। ल अहिलेलाई मैले भिडियो चाहिँ बन्द गरेँ, फेरि केही समयपछि तल गएर देखाउने छु। पानी पर्न लाग्छ है, हो नि। जाउँ तल जाउँ। दाइ पानीले भिजाउँछ होला र हामीलाई त आज उहाँ पुग्दा त। अहिले चाहिँ पानी परिसकेको छ। हामी चाहिँ फर्केर आइसक्यौँ निकै अगाडि। अब चाहिँ हामी रुमतिर जाँदैछौँ। दाइ कता हो बाटो? मैले त बाटै बिर्सिसकेँ। माथि यो तल खोल्सी हो, यता होइन, अघि त्यो खोला जस्तोबाट आएको होइन त। ल बाटो चाहिँ यस्तै हो, चक्की छ बाटो पनि, मजा आउँदो रहेछ हिँड्दा। पानीमा भिड्दै हिँड्दा दामी भइरहेछ। दामी हुँदैछ नि होइन दाइ? बाटो चक्की छ नि, सिमसिम पानी, कान्छी नानी। पुग्नु लाग्यो यहीँ अगाडिबाट माथि। दाइ यसरी होटल त पुरै भ्यू देखाएको ल। अझै पुग्न लाग्यो होइन? प्रमोसन हानिदिनु पर्ला दाइ। तपाईँहरू कोही पनि बारपारतिर आउँदै हुनुहुन्छ नि यो होटलमा स्टे गर्न सक्नुहुन्छ होला है। दामी छ होटल। केही मात्रामा मेन्टेनेन्सको कामहरू भइरहेको छ। अलिकति नराम्रो देखिन सक्छ तर देखिरहेको छ, दामी छ। अस्ति प्रचण्ड आएर बसेको होटल होइन?
VVIP होटल के हो ल यस्तो छ है हाम्रो चाहिँ ल दुईवटा बेड छ दाइ जहिले पनि ठुलोमा सुत्नुहुन्छ म सानो मान्छे सानोमै सुत्नुहुन्छ सानोमा चाहिँ डबल बेड हाम्रो रुमको सेटअप चाहिँ यस्तो छ ब्यागहरू सबै त्यहाँ छ ल आजलाई भिडियो टोइलेट पनि देखाउनु टोइलेट पनि देखाइदिने न ल खाजाले टोइलेट अलिक गाउँ खानु भनेको चिसो छ ल्याबिज ल आजलाई भिडियो चाहिँ यतितिरै सक्नु पर्ला अब चाहिँ ल बाँकी कुरा पछि नेक्स्ट भिडियोमा